कन्ट्री अनुसार सिस्टम हुने होइन चाइनाका कुनै पनि एयरपोर्टमा चाहिँ मैले कफी मेसिन देखिनँ कफी भेन्डिङ मेसिन कफी पिउनु मन लागेन कफी मेसिन छैन यहाँ चाहिँ तर एउटा चिज चाहिँ यहाँ के रहेछ भने अरू धेरै एयरपोर्टहरूमा हुन्छ मलेसियामै क्या दामी दामी छ मेसिनहरू छ कस्तो राम्रो राम्रो दुबईमा भयो यहाँ छैन तर यहाँ चाहिँ के रहेछ भन्दाखेरि यो पानी छ तातो पानी चिसो पानी यहाँबाट हट आउँछ यहाँबाट कोल्ड आउँछ दुईवटा मेसिन रहेछ अझ यहाँ हट निकाल्नु पर्यो भने पहिला यसलाई हामीले लक ओपन गर्छौँ त्यसपछि हामी यहाँ गएर यसलाई चाहिँ पहिला यहाँनिर यसलाई लक छ नि यो यसलाई ओपन गरेपछि अब यसलाई यहाँ थापेर यो गरेपछि यसरी पानी आउने भयो त्यहाँबाट अब मैले छोडिदिएँ तर कोल्डलाई चाहिँ त्यस्तो गर्नु पर्दैन कोल्ड चाहिँ डाइरेक्ट आउने भयो अब चाखौँ है त मेरो विचारमा तातो भयो अलि धेरै तातो भयो अब यसलाई फेरि अझै चिसो बनाऊ है छोरीलाई पिउनुलाई चाहियो नि त फेरि होइन लाउ अब चाहिँ यसलाई लाउनुलाई यो बिर्को अलि राम्रोसँग है जस्तै चाउचाउ लिएर आयो अनि चाउचाउहरू खायो अथवा कफी आफै बोकेर आयो कफी तातो पानीमा खायो त्यो चाहिँ ठिक हुन्छ यसरी तातो पानी एकदमै धेरै छ यो चाहिँ जहाँसुकै लगभग धेरै ठाउँहरूमा छ यसरी तातो पानीहरू राख्दाखेरि यो चिसो छ नि त यो ठाउँ अहिलेको सिजनमा त्यो राख्दाखेरि चाहिँ ठिक हुन्छ र राम्रो पनि हो कि जस्तो लाग्यो मलाई चाहिँ